Hey guys, welcome back to my new vlog. के छ के गर्दै हुनुहुन्छ सन्चै हुनुहुन्छ होला के छ अनि आज चाहिँ भोलि चाहिँ हाम्रो रोपाइ त्यही भएर आज चाहिँ पानी पनि परिरहेको छ अनि बेर्ना पनि गाड्नुपर्ने भएकाले चाहिँ म चाहिँ जाँदै छु हैन छाता ओढेर मजासँग पानी पनि लाग्नु छ त्यहाँ गाइस पानी अलिअलि सिमसिम परिरहेको छ अनि चाहिँ बादल कुहिरो लागेको छ देख्न सक्नुहुन्छ नि तलबाट चाहिँ अलि जोरले चाहिँ पानी आयो जस्तो छ चाहिँ यही बाटोमा अहिले सेरा भन्ने ठाउँमा हाम्रो चाहिँ रोपाइ हुन्छ र त्यहीँ गइरहेको छु देखाउँछु म त्यहाँ कस्तो हुन्छ हैन आज पुरै भ्लगमा यो बाटो चाहिँ कच्ची थियो गाइस पुरै हिलो हुन्थ्यो यो पालि चाहिँ अनि पक्की भएको रहेछ पिसिसी बाटो चाहिँ बनेको रहेछ द्याट्स इन्क्रेडिबल के न यो चाहिँ प्रगति एकदमै भएछ यो पालि चाहिँ नौलो भनिन्छ गाइस हैन हाम्रो पहाडी भाषामा चाहिँ नौलो पहिले चाहिँ यो पानी चाहिँ युज हुन्थ्यो खान्थे गर्थ्यो हैन अहिले चाहिँ घरमा चाहिँ पानी आइसक्यो अब चाहिँ यसको चाहिँ वास्ता गर्दैन त्यस्तै छोडेको छैन अब चाहिँ यो बाटोमा चाहिँ थोरै छ अब चाहिँ के बेरमा चाहिँ सेरा भन्ने हाम्रो यहाँ चाहिँ बेर्नाहरू चाहिँ यसरी बनाइने गरिन्छ हेर्नुस् उ हैन खेतको चाहिँ भित्रपट्टि चाहिँ के हुन्छ भने चाहिँ अलिअलि चाहिँ माटोको चाहिँ ढिस्काहरू चाहिँ वरिपरि लाउने हैन त्यसलाई चाहिँ हाम्रो यहाँ इचला भन्ने गरिन्छ त्यो लाएर चाहिँ भित्र चाहिँ हाम्रो चाहिँ भ्यू खिच्ने गरिन्छ हैन गाइस मेरो च्यानल चाहिँ सब्स्क्राइब गरिदिनु होला है इट्स हम्बल रिक्वेस्ट हैन हजुर चाहिँ गर्नै पर्छ कि फर बिगिनर्स का यो चाहिँ सरप्राइज हुनेछ इफ यु विल डु सब्स्क्राइब माई च्यानल हैन चाहिँ पानी चाहिँ सानो लागेको छ मैले चाहिँ छाता चाहिँ बन्द गरिसकेँ गाइस उस सामने वाला खेतों का नाम है भोरा उधर कहते हैं और इधर शेरा कहते हैं तो मैं अपने इधर हूँ और उधर देखो रोपाई हो रहा है कहा था ना एकदम क्लीन लाइक तराई जस्ती छ धान पनि चाहिँ सेमै हो अनि तराई जस्ती उत्पादन हुन्छ यहाँ चाहिँ हैन बेर्ना गर्दै गाइस हेर्नुस् त यसरी बेर्ना गर्नुपर्छ हेर्नु देख्नुभयो नि सिन गाइस किचन सिन हेर्नुस् है हेर्नुस् गाइस रोपाइ यसरी गर्छ नि यहाँ चाहिँ गोरु जोत्ने हैन बल्ल जोत्ने कुलोमा पानी यसरी आएको हुन्छ हैन यस्तै 7-8वटा केटाहरूले चाहिँ हुनैपर्छ कि रोपाइ गर्नुलाई चाहिँ गाइस देख्नुभयो गोरु जोत्ने रोपाइ चाहिँ गर्नुपर्छ यहाँ चाहिँ यो बेला चाहिँ असाढको महिनातिर चाहिँ मेला लागे जस्तै हुन्छ कि हरेक खेतहरूमा चाहिँ मान्छे आफ्नो काममा बिजी हैन एकै मान्छेको चाहिँ 10-12 जना चाहिँ के हुन्छ भने चाहिँ महिलाहरूले चाहिँ रोप्ने गर्छन् र 7-8 जना पुरुषहरूले चाहिँ हल बसे भन्छन् हैन जसले चाहिँ खेतको काम गर्ने हैन खेतहरूलाई चाहिँ यो चलो चाहिँ गाइस मैले हालेको हेर्नुस् है यहाँदेखि लिएर पुरा यहाँसम्म तल्लो कडा चाहिँ हालेको छ पानी पर्यो गाइस खतरा यस्तो पानी पर्दैछ कि लगभग चाहिँ बेर्ना गाड्ने काम चाहिँ सकिसकेको छ तल चाहिँ रोपाइ भइरहेको छ हैन यस्तो पानी पर्दैछ गाइस आज चाहिँ हाम्रो रोपाइ तर चाहिँ हिजोदेखि पानी परेको छ जुन बेला मैले देखाएको थिएँ त्यो बेलादेखि चाहिँ पानी परेको छ हेर्नुस् अवस्था यस्तो छ यस्तो पानीमा चाहिँ भ्लग बनाउनु चाहिँ त्यो पनि रोपाइ भन्ने बित्तिकै पानी हैन त्यो त्यस्तोमा भ्लग चाहिँ बढी बन्दैन होला सायद हैन मोबाइल चाहिँ लग्नै पर्छ लग्न चाहिँ है ट्राई गर्छु गाइस पानी पर्दैछ त्यही भएर चाहिँ हामी चाहिँ यस्तो काँचहरू चाहिँ ओड्नु पर्ने हुन्छ हैन यो देख्न सक्नुहुन्छ यस्तो काँच ओड्यो भनेपछि चाहिँ पानी चाहिँ हेर्नुस् रोपाइ यसरी गर्ने हेर्नुस् ल गाइस है बेर्ना खिच्नु पर्यो यसरी चाहिँ बोक्ने अर्को उहाँबाट अनि मेरो बाबाले चाहिँ जोत्दै हुनुहुन्छ
हेर्न चाहिँ यसरी खिच्नुपर्छ गाइस। रोप्नेहरू पनि आइसक्नु पर्यो हैन। एउटै खेतमा उगाएको बेर्ना चाहिँ यसरी हरेकमा चाहिँ खिच्नुपर्छ।